दुवै जान भनेर उडेका उदयपुरका गंगा बहादुर एकाएक 4 महिनापछि भारतको दिल्लीमा बेवारिसे र अर्धनग्न अवस्थामा भेटिए। खुट्टाको एउटा औला नै छैन। अवस्था अत्यन्तै दयनीय। दर्शकबिन, यी दुई तस्विरमा देखिएका व्यक्ति एउटै हुन्। 4 महिनाको अन्तरालमा पहिलेको तस्विर र दोस्रो तस्विरमा जमिन आकाशको फरक छ। परिवारको सुनौलो भविष्यको सपना देखेर विदेश उडेका उनी फर्किदा साथमा पैसा हुनु त परको कुरा, आफै बौलाहा जस्ता भएका छन्। उदयपुर कटारीका गंगा बहादुर दर्लान परियार रोजगारीका लागि दुवै जान भन्दै घरबाट निस्किएका थिए। तर उनी दुवै नपुगी भारतको दिल्लीमा 4 महिनापछि बेवारिसी अवस्थामा फेला परेका छन्। उनको अवस्था अत्यन्तै पीड़ादायी, दर्दनाक र कारुणिक छ। उनलाई यति बेला वैदेशिक रोजगार उद्धार नेपालको पहलमा नेपाल ल्याएर उपचारका लागि काठमाडौँको टिचिङ अस्पतालमा भर्ना गरिएको छ। गंगा बहादुरको खुट्टाको एउटा औंला नै गायब छ। उनलाई आफ्नो औंला कसरी हरायो भन्ने पनि थाहा छैन। उनी कसरी यस्तो अवस्थामा पुगे, यो प्रश्न सबैको मनमा उब्जिएको छ। उनको स्वास्थ्य अवस्था तथा घटनाबारे थप अनुसन्धान भइरहेको उद्धार टोलीले जनाएको छ। गंगा बहादुरको परिवारसँग पनि सम्पर्क भइरहेको र आवश्यक सहयोगको पहल पनि भइरहेको छ।